हामीले यो प्रश्नलाई कसरी हल गर्ने भन्दाखेरि सर्वप्रथम प्रश्न के राखेको छ भन्दाखेरि प्रश्न चाहिँ सर्वप्रथम यदि ए भेक्टर प्लस बी भेक्टर इजिकल टु 5,1 र ए भेक्टर इजिकल टु 0,4 भए बी भेक्टर पत्ता लगाउनुहोस् भन्दाखेरि यो सिचुएसनमा चाहिँ के गर्ने भन्दाखेरि यो सिचुएसनमा चाहिँ सर्वप्रथम त हामीले समाधान प्रश्नमा दिइएको प्रश्नमा के दिएको छ भन्दाखेरि ए भेक्टर प्लस बी भेक्टर इजिकल टु 5,1 दिएको छ अनि अर्को छ ए भेक्टर इजिकल टु 0,4 दिएको छ। अब यति दुईटा दिएको छ, अब पत्ता लगाउनु पर्ने छ बी भेक्टर इजिकल टु वाट। नाउ अब के गर्ने भन्दाखेरि ए भेक्टर प्लस बी भेक्टर इजिकल टु 5,1 र ए भेक्टर इजिकल टु 0,4 भयो। अब यसलाई हामी प्रतिस्थापन विधिद्वारा गर्दा फर्स्टमा ए भेक्टर प्लस बी भेक्टर इजिकल टु 5,1 जस्ता त्यसै सार्दिने। अब ए भेक्टरको मान दिएको छ, बी भेक्टरको दिएको छैन, ए भेक्टरको मान लेखिदिने अब। और ए भेक्टरमा के छ भन्दा 0,4, बी भेक्टर पत्ता लगाउनु पर्ने भएकाले बी भेक्टर यताको जस्ताको त्यस्तै और बी भेक्टर रह्यो जान्छ अब 5,1 माइनस 0,4 भयो और बी भेक्टर इजिकल टु 5 माइनस 0, 1 माइनस 4 भयो और बी भेक्टर इजिकल टु 5 मा 0 घटे 5, 1 मा माइनस 4 घटे -3। Therefore b vector is equal to 5, -3 रहेछ। यसरी पत्ता लगाउनु पर्छ सर्वप्रथम। अब हामीले हेर्नेछौँ फेरि यो कसरी भयो भन्दाखेरि प्रश्नमा दिएको छ हामीले ए भेक्टर प्लस बी भेक्टर इज इक्वल टु 5,1 र ए भेक्टर इज इक्वल टु 0,4 दिएको छ प्रश्नमा। अब हामीलाई पत्ता लगाउनु पर्ने छ बी भेक्टर इज इक्वल टु वाट। अब ए भेक्टर प्लस बी भेक्टर इज इक्वल टु 5,1 दिएको छ प्रश्नमै। अब हामीलाई के दिएको छ भन्दा अर्को दिएको छ भन्दा ए भेक्टर इज इक्वल टु 0,4। अब यो ए भेक्टर प्लस बी भेक्टर इज इक्वल टु 5,1 मा ए भेक्टरको मान राखिदिने 0,4 राख्यो प्लस बी भेक्टरको ठाउँमा बी भेक्टर, किनभने बी भेक्टरको हामीले मान पत्ता लगाउनु पर्ने छ। त्यसकारण 0,4 प्लस बी भेक्टर इज इक्वल टु 5,1 जस्ताको त्यस्तै। और बी भेक्टर मात्र यहाँ कसरी भन्दाखेरि हामीले के पत्ता लगाउनु पर्छ भन्दाखेरि हामीले पत्ता लगाउने भनेको बी भेक्टर हो। त्यसकारण बी भेक्टर लेफ्टमा राखिदियो 5,1 नै भयो माइनस 0,4 कसरी आयो भन्दाखेरि यतापट्टि छ प्लस 0,4, उता राइट ह्यान्ड साइडपट्टि जाँदाखेरि जहिले पनि माइनस हुन्छ, त्यसकारण 0,4 हुन्छ। और बी भेक्टर इज इक्वल टु 5 माइनस 0, 1 माइनस 4 कसरी भयो भन्दाखेरि अब हामीले यो घटाउने त राखिदिउँ। यो घटाएपछि हामीले सूत्र क्रम जोडेका प्रत्येक सदस्यहरू घटाउनुपर्छ। त्यसकारण यक्स छ, यक्ससँग वाइ वाइसँग, त्यसकारण यक्स माइनस वाइ गर्दाखेरि 5 0 अनि वाइ माइनस वाइ गर्दाखेरि -1 माइनस 4 भयो। त्यसो 5 मा 0 घटाउँदा 5 हुन्छ, 1 मा 4 घटाउँदा -3 हुन्छ। Therefore b भेक्टर इज इक्वल टु 5,3 यसरी गर्नुपर्छ।